आज नेपालमा के भयो त? आउनुहोस् हेरौं आजका 5 मुख्य समाचारहरू। हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। 24 वर्षदेखि बन्द रहेको उद्योगलाई सेनाको सहयोगमा पुनः सञ्चालन गरी परीक्षण उत्पादन सफल पारिएको छ। ग्यास कालोबजारीमा पक्राउ र विद्यार्थीलाई प्राथमिकता। भक्तपुरमा 7 रुपियाँ हजारमा ग्यास बेच्ने पक्राउ परेका छन् भने मन्त्रीले कीर्तिपुरका विद्यार्थीहरूलाई सहज रूपमा ग्यास दिन निर्देशन दिएकी छन्। विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम। पर्वतको एक विद्यालयले विद्यार्थीहरूलाई वनको न्युरो टिपेर बजारमा बेच्न लगाउँदै व्यावहारिक कृषि शिक्षा दिइरहेको छ। शेरबहादुर देउवाको स्वदेश फिर्ती तालिका फेरबदल। विमानस्थलमा कार्यकर्ताको स्वागत तयारी र उपस्थितिलाई ध्यानमा राख्दै देउवाको नेपाल फर्किने समय सारिएको छ। बर्दिवास बन्यो प्रमुख कनेक्टिभिटी हब। पहिलेको सामान्य चोकका रूपमा रहेको महोत्तरीको बर्दिवास अहिले भौतिक र व्यापारिक विस्तारसँगै मध्य प्रदेशकै ठूलो केन्द्र बनेको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, हजुरले हाम्रो पेजलाई फलो गर्नुभयो त?